यो स्वर्गद्वारीको माथि चुरचुर हो। प्युठान जिल्लामा पर्ने नेपालको एक नम्बर धार्मिक स्थल स्वर्गद्वारी। एकदम आउँदाखेरि बाटो पहाडको बाटो छ, एकदम माथि चुलीमा मन्दिर। यहाँदेखि यो पछाडिको जुन रातो घर देख्नुभएको छ, यहाँभित्र मेन मन्दिर यहाँभित्र छ। यहाँ मन्दिर बन्दै गरेको हुनाले अहिले त्यहाँ गरिएको रहेछ र एकदम राम्रो ठाउँ छ यहाँ स्वर्गद्वारीको दर्शन गर्नको लागि। स्वर्गद्वारी यहाँ एउटा सदियौँदेखिको होमखाडी छ। यहाँ कहिल्यै आगो ननिम्ने होमखाडी छ यहाँ र एकदम राम्रो ठाउँ लाग्यो यो। सबै भक्तजनहरू यसरी आइरहनु भएको छ। यहाँ भक्तजनहरूले पूजा गरिरहनु भएको छ। एकदमै पवित्र स्थल हो यो। नेपालकै नम्बर 1 भनेर गनिन्छ स्वर्गद्वारी मन्दिर। यहाँभित्र मन्दिर छ, यतातिर मन्दिर बन्दै रहेछ र केही मर्मत होला। मन्दिर त पहिलेको मन्दिर हो, मर्मत होला। एकदमै राम्रो ठाउँ रहेछ यो स्वर्गद्वारी भन्ने। सबै यहाँ जतिखेर सुकै भिड भइरहन्छ। अहिले दिउँसोको समय छ र पनि भक्तजनहरू सबै आउनुभएको छ यो ठाउँमा। नेपालकै सबैभन्दा प्रसिद्ध तीर्थस्थल हो यो। यहाँ भर्खर हामी आएर पूजाआजा गरियो र यहाँ घुमघाम भइरहेको छ। सबैजना आउनु होला यो ठाउँमा। एकदमै राम्रो छ। देश विदेशबाट हेर्नुहुन्छ भने प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी मन्दिर भनेको यही हो। म देखाइरहेका छु र सबै भक्तजनहरू यहाँ आउनुभएको छ। पूजाआजा चलिरहेको छ र एकदमै राम्रो ठाउँ छ। मन्दिरहरू यिनी हुन्। यहाँभित्र सदियौँदेखिको कहिले ननिम्ने होमखाडी छ यो मन्दिरभित्र। एकदमै राम्रो ठाउँ हो यो। एकदमै पवित्र तीर्थस्थल स्वर्गद्वारी मन्दिर हो। यिनी यहाँ भवनहरू देखिरहनु भएको छ। आउँदाखेरि एकदमै माथि सिडी चढेर आउनुपर्छ। लगभग 508वटा सिडी चढेर आउने हो। यतिकै दुःख छ। अरूमा